भिडियो त्यतिकै ल अब गर्छ है ल फर्स्ट टाइम भिडियो गर्न लाग्छ भयो त ल हेलो गाइस आज चाहिँ हामी मुकबाङ लिएर आएको छौँ हैन भात अनि के अरे देखाइदेन त मासुहरु पनि अब यसरी बहिनी छेउमा छ त्यही भएर मासु सुँगुरको मासु त्यसपछि आयो हाम्रो यो छ चिकन उतापट्टि देखाइदिनुस् अनि यो चाहिँ छ हाम्रो साग अनि क्युकम्बर अनि हाल्दै खान्छ है त हामी अब चाहिँ खाने केटी हो हमला खानामा हमला टुट पडो यसले त सुँगुरको मासु खाँदैन होला ए चाख्छ कि एउटा चाहिँ अमुनो नौसेबे चिकन हाल्नु केही छैन हाड्दाको जिब्रो होइन कहिले लटपटी हाल्छ नि लटपटी हाम्रो सुँगुरको मासु चाहिँ अलिकति धेरै पाकेछ कि प्याज अलिक रातो हुनुपर्ने रिसाएर अलिक कालो हुनुभएको छ है किनभने खानु पर्यो कति धेरै आइटम क्या हाम्रो आज है आमामा पकाउने चाहिँ यो बहिनी है फेरि सबै यसले गरेको मैले अलिअलि गरेको हेल्प चाहिँ मैले गरेको अरू सबै उसैले गरेको यताउति दायाँ बायाँ सबै उसैले गरेको खानेकुरा धेरै भयो कि प्लेट सानो भयो प्लेट सानो भयो यार हाम्रो है ठुलो भएको हैन खानेकुरा धेरै भएको खानेकुरा धेरै भएको हो अझ अचार पनि बनाउनु लाग्दैन अचार बनाउनु भनेको खोर्सानी रहेन रहेछ यो भयो अलिकति माट लाग्ने जुस ल चेयर्स मुखमा चाहिँ हाल्नुपर्छ है खतरा रहेछ जुस हाम्रो त ल खाए ल खायौँ ल ओइ मैले खै गयो त अनि लु खाएको है नुन मसला धन्यवाद बहिनी हजुर यो क्या चिकन त तैँले लोकल सेम बनाएको छ क्या यस्तो मिठो बनाउँछु र नेपालको सेम ल म तर्सेँ हामी दुईजना हात परेर है के खाँदा लु सेम नेपाल गएको छ क्या अनि त्यो आगोमा पकाएको जस्तो के खाइ ल खाऊ खाऊ हाम्रो खोर्सानी चाहिँ छैन आज सकाएर कागती पनि थियो बिर्सेछ काट्दिन हस् खाम न कस्तो हुन्छ र ल गाईहरू देखाउँछौँ ल म चाहिँ सानो ब्रेक लिएर आइहाल्छु बिर्सेछ हामीले कागती चाहिँ लिएर आएको त्यो नेपालको चाहिँ बनाएको छ क्या खोजीको छ बहिनी त्यो भए पनि त होस् सङ्गतिर के एउटा जनावर छ त्यो बिस्तारै हुन्छ भन्छ नि त्यो त सँगतिर होइन त सुँगुरको मासु खाए ल नयाँ चिकनको मासु अलिक ठुलो बोल्न सानो बोल्नु पर्दैन यस्तो हुन्छ कि जहिले त्यो भिडियोहरू मैले चाहिँ अब आफ्नो भनेको अरूको गर्थेँ होइन अनि नबोलिकन गर्दैन हुन्थ्यो नि है बोल्दो रहेछ पछाडि होइन अन्त भिडियोमा त पुरै मेरो घिउमा त आवाज दिन्थ्यो क्या कसको भिडियो गर्दैछ अनि अब अरूहरूको साथीहरू नाचेर त्यस्तो कागती पनि लाग्यो है खाइदेऊ है कसको उयो हुन्छ दामी दामी सर लगाइदिनु हो कागती होइन कागती अब अर्कै टेस्ट आउने है साग डल्ले खोर्सानी भयो त कस्तो फाइदा फाइदा हुन्छ छ त डल्ले खोर्सानी बिर्सेछ त यसको डब्बाको छ त सबै खाइन्छ के हालेको भयो त बिर्स अट्टा पनि बनाएको बनाउँदैन अचार पनि होइन मात्रै याद आयो मलाई थियो जस्तो लाग्यो अचार नै बनाएको भयो कता राख्थ्यो अनि तर यही पिरो पिरो भएको छ है सबै तपाईँको टाइम लाग्यो साह्रै गाह्रो भयो त म चाहिँ यस्तरी बस्नु सकिँदो रहेछ नि निधारै अलिकति हो बस्नु हाइट छ नि त तेरो कति छ अरे तेरो हाइट भन्दा 5.6 हामी त 5 मा छौँ अझ म त 5 पनि छुइनँ ल तपाईँलाई क्यामेरा यसो गरेर खानु यसरी हेरेर खानुपर्छ हो कि होइन हो
अनि मेट्रोदेखि झर कति हिँड्छ अरे आमा छ बुढो तँलाई लोकेसन पठाइदिए बेकारमा भनेको हो डाँडा टाढा हिँडेछ म जहाँ पुरै अस्ति अनि गएर त्यही बाटो आउनु भएको अरे अनि हामीले जानेको भए स्टेप पनि गयो हुन्थ्यो नि अब लोकेसनमै हिँड्नु पर्यो होइन लोकेसनलाई त पुरै यस्तो हो कि यस्तै हो कि यस्तो म बिर्केस बोकेर हिँडेको छु है भाइ म त कस्तो हिँड्यो होला नि अझ मैले अनि त्यतिखेर याद पनि आएको मलाई भाडाबाट आएको भन्दै थियो भाडा त होइन यो त्यही डाँडा त्यही डाँडा हो खान सबै मान्छे भएको थियो खाँदै हो बिस्तारै खान्छ खाना त सकिसक्यो त्यहाँ खाना छैन ए खाना नि भनेको के पाहुनाको सँगै लडेको छ नि। भनेको होइन म अब यहाँको मान्छे जस्तो भयो त यही आमाको हालेर खायो सबैले म त अहिले हाल्दिनँ छ मेरो त खा बिस्तारै भयो मलाई त अलिकति खानु यति नै भयो यति नै होइन के को मुखबाङ हो यति पनि नखाने हो भने त भयो आज थाहा त कति खान्छ नि मैले मेरोमा सुरुमा थोरै हालेको थिएँ कि आयो बुझ्दैछु है म एउटा फेसबुकमा देखेको थिएँ क्या भिडियो दिदीको यो हाँसो चाहिँ काट्नु हुँदैन है खतरा हाल्दैन होइन कस्तो काट्छ त्यही हो त्यति थप्दिएको भए चाहिँ धेरै भयो कि मलाई ठिक्क भयो नि मलाई अब खाने हो चाहिँ हुँदैन यस्तो गरेर खानु पऱ्यो क्या यसो भने पेट घटाउनु क्या यस्तो हराउनु म त कसरी खाएँ मिसै पाएन मिसो पाइन मिसै पाएन भनेर भन्ला भनेको ए होइन खाएको खानु चाहिँ धेरै खाइपठाएँ क्या त्यही भएर यस्तो अडस लागेर खाँदैछु हातले खानेको मजा छुट्टै छ है अँ हो त रहेछ त है हो नि मलाई किन आज बिहानदेखि हातले खानु मन लागिरहेको क्या सायद मुखबाङ बाँधेको भएर होला सोचेर आज चाहिँ म हातले खानु भात हातले खानु मन लाग्छ मलाई त मजा लाग्छ हौ म त बाहिर जाँदा पनि हातले खाइदिन्छु सम्पूर्ण चाहिँ स्वार मैले सकिसकेँ नेपालको जुसमा त फिज आउँदैन युरोपको जुसमा त फिज आउँदो रहेछ गर्दै गजब होइन ओइ भात चाहिँ भुल्यो अब कस्तो भयो नि यो जुस चाहिँ कहिले खाइसक्नु यो जुस त खानुपर्छ नि अमै जुस त पिउने मात्रै हो नि त मुखबाङ सकिन्छ पिए पछि जाने हो बरु पिए पछि जाने हो पिउनु चाहिँ पर्यो मेरो एकजना बेस्ट फ्रेन्डले भन्नुहुन्थ्यो कि जहिले अनि खाँदा खाँदा मिठो भइसक्यो तन्नै खाइन्छ नि त आयो चिम्ची खाँदा खाँदै धेरै खाएछु भने जानुहुन्थ्यो क्या त्यस्तो त्यही त अनि है अनि भोलि नै कस्तो भयो भने नै भएन होइन मेरो ठिक्क भएको थियो क्या तिमीहरूले झन् माया गरेर दिएको धेरै भएछ माया भाइ मान्छेलाई माया धेरै गऱ्यो भने धेरै हुन्छ पुग्छ त्यस्तै होइन माया नपकाउनु त्यही हो है बुढाभट्टामा यो युट्युब भिडियो जाने अनि तिमी त्यति अघि भनेको दाइले माया त्यो भयो कति खुसी हुन्थ्यो होला हो यो पनि भन्थ्यो होला साँच्चै साँच्चै मिठो भयो सागपात धेरै खाइयो मेरो मासु अट्नै मान्न के भन्नु चेता तान्ने त छोटे ढाक्ने खाएँ मलाई छ यत्रो हाल्नु त यत्रो के हो यो खा साग यस्तो हुन्छ गाइस नेपालमा भयो डाँट फालेर कहाँ पुगिसक्यो डाक्नु मिठो हुन्छ यार यो त कहाँ पाउनु होइन सकाउनु धेरै गाह्रो छ गाइस यहाँ त्यो उसवाला साग पाउँदैन भन्नु थिएँ साग त त्यसलाई भन्ने होइन रायोको साग के त्यही उयो सलादको साग होइन अनि एउटा त स्पानिस के भन्ने के अरे स्पानिस के भन्दा ए त्यो साग पनि मिठो हुँदो रहेछ हौ लाटा पाक्छ त यस्तो मन पर्ने चाहिँ त्यो त डिप फ्रिजमा हाल्नु पर्ने रहेछ होइन अनि ढाएर अनि उम्लेको पानीमा हुन्छ नि क्युब क्युब हुँदो रहेछ 3-4 क्युब होइन अनि उम्लेको पानीमा सट्टा हाल्यो डिफ्रेन्समा राखेर निकालेर यस्तो दिनभरि गाड्यो यसले त्यस्तो खाले लागेछ क्या फ्रेसवाला फ्रेसमा पाउँछ पाउँछ हाम्रो त अनि 20-30 किलो मासु लिएर ल्याउने हो अनि पिस गरेर काटेर अनि पुरै प्लास्टिकले प्याक गर्दै राख्दै गर्नु क्या कतिले भयो
डिप फ्रिजमा राख्ने अनि निकाल्दै खाने बेलुका खान्छ भने अनि दिउँसोतिर त्यसरी निकाल्दै खाने भन्ने हो अनि त्यहाँ भन्ने बित्तिकै अनि तिनीहरूले अब किन जान भ्याउँदैन अनि खतम कति जान्छ एकचोटि जाँदैन जानु दिनकै गइरहेको जानु दिनकै गइरहेको छ नि मासुहरू त्यस्तै बेला सबैहरू थुप्रो चिज मासु माछा माछाहरू दिन्छ खान्छ त्यसै टोक्नु सक्दैन गाइस नै छ ल मैले सके नाल्छ सके खाइ म खाना सक्छु खाना सबै यसकै राखेछ म मासु खान्छु मासु तेरो सके भनेको खानु पर्यो नि आफ्नो भएको लगाएछ सरी यो म त यस्तो गर्दै खाँदैछु यहाँ प्लेट हल्लाउँदै यो हड्डी चाहिँ टोकेर थाप्छ भनेको सक्छ यो गर्दै खान्छ यो हड्डी यस्तरी चल त्यो मासु खानु मिल्छ त नि हड्डी नि हो भने नि त हो ना बताउँछ म हड्डी हेरेँ तिमीले टपिने त नटपे खतरा होइन त तेरो मासु हड्डी चाहिँ जिताउनु मलाई हड्डी चाहिँ मासु मात्र हुनुपर्छ के बातानीले अस्ति पाएको तरकारी हड्डी बिनाको हड्डी मन बनाउने मान्छे अस्ति पकाएको मासु पकाएको नि त अनि त्योभन्दा अगाडिको तर्सेछ यो त अनि त्यही भएर रातो बनाएर फोनमा ए तपाईँ थाहा म त एकचोटि त्यो डर खालेपछि इरिटेट भइहाल्छ कि पानी सानी हालिदिनु खाने हो त्योभन्दा मैले पकाउँछु भनेको मलाई मासु बनाउनु म त्यो सब्जी तिमी हुँदैन कि मलाई बनाउनु हुँदैन अनि मिठो भयो तर मलाई त भोक लाग्यो नि होला त्यति त खाएँ तर मन चाहिँ लाग्दैन थियो अझै फुटेको भयो मैले थाहा पाइसकेँ अघि त्यहाँनिर रातो बनाएँ भनेपछि केटीले थाहा पाएछ तर त्यो केटाकुटीले लिएर चाहिँ कस्तो मैले भोलिपल्ट नि कस्तो खाएको के भन्छ नि फ्राई नभए पनि फ्राई हुनुपर्छ भन्ने चाहिँ पनि राम्रोसित फ्राई छैन नि त तर थोरै धुलो खुर्सानी मसलाको चाहिँ कम्बिनेसन मेरो भने चाहिँ ठ्याक्क कलर देखिन्छ हो सेतो चाहिँ देख्दैन म त अनि त्यो ताराटाटा हुन्छ पानी पाक्छ यहाँको मान्छे जस्तै क्या उमाल्नु पर्यो खानु पर्यो त्यतिपछि हुन्छ मलाई त त्यस्तै उमाल्ने हो कुनै त उमाल्नु त्यो अर्को ह्यामहरू त हामी त त्यति खान्छ हामीलाई के भन्छ हुन त तिनीहरूले त हुन त उस गर्दो रहेछ तिनीहरू पनि त्यो आफ्नै शैलीले त पाकेको रहेछ तर हाम्रो लागि क्या उनीहरू अस्ति देख्नु भएन कस्तो भोक लागेर बाहिरबाट खाना किनेर खाएको काँचो काँचै छ कि आधा काँचै छ क्या जसले यताको भात त्यस्तै हुन्छ भनिदिन्छ हो कसम मैले खाएको छु तर खाएँ है खाएन त्यो हुन्छ नि त्यो चाहिँ अझै खाना सकेको भएन हुन्थ्यो नि त्यो मासु यत्रो छ आँट चाहिँ मरेन भुँडी जगायो आँट मरेन ठिक छ त खाना अब अहिले खाइहालिन्छ नि पिउने चिज त छ त पिउने चिज चाहिहाल्छ नि सब अनि त्यो पनि थोर चाहिन्छ गाइस धेरै मिठो खाएर होला ममा साह्रै ज्याला आयो रेहाल चाहिँ ननिकाला है अरू सबै निकाला रेहाल चाहिँ ननिकाला पिर लाग्छ साह्रै रेहाल चाहिँ गाइस म कस्तो कालो छु अलिकति त गोरी आउँछ कि कति भयो यस्तो कालो त छैन कि म यतिको चाहिँ छ छैन यतिको पनि छैन कतिको छ अर्को गोरी नै थियो क्या मैले यस्तो गरौँ क्या ओ अब चाहिँ गोरी आइपुग्यो ए लेमनको चाहिँ खाएकोले त्यो के च्यालेन्ज भनेर आएको थियो नि लेमनको नो एक्सप्रेसन च्यालेन्ज म सक्दिनँ यसले सक्ने रहेछ म पनि सक्दिनँ म त आइहाल्छ है आइहाल्छ ए भइहाल्छ अरूले खाएको देख्दा त्यस्तै हुन्छ पहिला पहिला एकजना दाइले हामी कति खेल्थ्यौँ सक्दो रहेछ छ्याङखान गयो भने गाइस छ्याङखान जाने अनि चिकन कि आइस चपाउने त्यो लेमन च्यालेन्ज खत्तम मजा आउँछ हाम्रो खानेकुरा छ क्या आइस क्या त्यो आइस क्युब कस्तो हुन्छ होला सुँगुरको मासु र कुखुराको मासु छ यो चाहिँ हामी अहिले जुससँग खानेछौँ सक्यो बाई बाई गरिदिउँ ओके होला अरे होला गाइस ल गाइस अब हामीले चाहिँ खाएर सकायौँ यस म चाहिँ अझै हात चाट्दैछु अब किन पकाएर त मलाई थाहा छैन यो चाहिँ अब फाल्नै पर्ने नत्र भए खाइदिनु यो त नखाने कहाँ खान्छ यो त कहाँ खान्छु त अब हामी अहिले बाघले मासु खान्छ साग खाँदैन होइन अब खान त खाएँ त्यस्तो खान्न त भन्ने होइन अब आजलाई चाहिँ अलिक यतिले पुग्यो है त त्यसो भए हामी यति भन्दै छुट्टिनेछौँ बाई बाई अर्को भिडियोमा भेटौँला लाइक एन्ड सब्सक्राइब मेरो हेरेर पनि छैन है हामी त बिचार आदियोस बाई फलो लाइक